सम्पूर्णमा नमस्कार प्रणाम। परिवार घडीको सुई जस्तै हुनुपर्छ। कोही सानो, कोही ठुलो, कोही सुस्तो वा कोही छिटो। तर जब कसैको 12 बजाउन पर्छ नि, त्यो बेला सबैजना एकसाथ हुनुपर्दछ। भन्न त कानुन सबैलाई बराबर भनिन्छ, तर कानुनको छडी जहिलेसुकै कमजोर मानिसको पिठ्युमा बजारिन्छ। ब्याङ्कको ऋण गरिबले तिर्न सकेन भने गरिबको घर जग्गा लिलामी हुन्छ, तर धनीले तिर्न सकेन भने ब्याङ्क नै लिलामी हुन्छ। तितो तर वास्तविकता। यदि तपाईँ पुर्ख्यौली सम्पत्ति बेचेर घर चलाइरहनु भएको छ भने तपाईँको वृद्धि विकास नभएर महाविनाश भइरहेको छ। सिकाइ दुई तरिकाले हुन्छ। पहिलो आफ्नो गल्तीबाट अनि दोस्रो अरूको गल्तीबाट। सिर्फ फरक यो हो कि पहिलो सिकाइ अलि महँगो हुन्छ र दोस्रो सिकाइबाट मुक्ति मिल्छ। शुभ दिन। जो जहाँ हुनुहुन्छ स्वस्थ, व्यस्त र मस्त रहनुहोला।